हेलो साथीहरू, हाम्रो फेसबुक र युट्युब हेरेर बस्नुभएका सम्पूर्ण साथीहरूलाई स्वागत छ। आज हामी चाहिँ दिदीभाइ मिलेर मेवा च्यालेन्ज गर्दैछौँ। भाइले चाहिँ एकदमै च्यालेन्ज गर्न मन लाग्यो दिदीसँग, दिदीले चाहिँ धेरैसँग च्यालेन्ज गरिसक्नु भएको छ भनेर चाहिँ आज अफर चाहिँ उनले ल्याएर आएको छ नि। तर जित्नेलाई चाहिँ के छ त 500 साथीहरू, 500 भनेको थोरै पैसा होइन नि त। अनि होइन हामीसँग छ दिदी हुँदा हुँदै भाइ होइन नि त। भाइ हो, एउटा हरियो खुर्सानी चपाउनु पर्ने छ हार्नेलाई चाहिँ है। र हामीसँग छ 4-4वटा यसरी लामो गरी काटेको मेवा साथीहरू है। यस्तो मेवा छ, यो चाहिँ हाम्रो बागवानीको आफ्नै बारीमा फलेको देख्न सक्नुहुन्छ। म मेवाको बगैँचामा बसेर नै हामी च्यालेन्ज गर्दैछौँ। मेवा ल र साथीहरू, हामी चाहिँ मेवाको बगैँचामा बसेर नै हामी मेवा च्यालेन्ज गर्दैछौँ। ल अब चाहिँ हामीलाई कसले 1 2 3 भनिदिन्छ। ल साथीहरू, क्यामेराम्यानहरू भन्नुहोस् त। 1 2 अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। नपकर न, झ्याल्टी हुँदैछ। गो 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 गो। कस्तो दुख्दैछ। ल को फास्ट हुन्छ भन्ने कुरो हो साथीहरू। ल हाम्रो यहाँ ब्रदरले खाइसक्न लाग्नु भएको छ, हाम्रो सिस्टर अलिकति कम पर्नु भएको छ। ल छिटो छिटो फास्ट गरौँ है। मुखेर थाहा हुन्छ। च्यालेन्ज छ आज यहाँ दुईजनाको एकदम धेरै है आकाङ्क्षाको कुरो छ। सकेर मात्र हुँदैन, ट्याक्क निल्न पनि पर्छ, निल्न पनि सक्नुपर्छ। ल है गाइजहरू, ल पसिना छुटिसकेको छ हाम्रो गाइजहरूको चाहिँ। ल जस्तो तसो खाइराख्नु भएको छ। ल खुर्सानी पनि ल्याइदिनु भएको छ हाम्रो दाइले। यी ट्याक्क लगाएर भित्रले खाने ल्याइदिउँ न। गाह्रो छ, गाह्रो। यो मुभमेन्ट गर्ने भिडियोहरू कसरी गर्नुहुन्छ होला? साथी त लुगन पाइने। ल साथी फेरि गर्नु कि त हामी त कर्काले खाइसक्नु लाग्नु। मेरै खाप्छ पाटो के तब्रा। जिन्दगीमा पहिलोचोटि खाना पनि धाउ भइरहेछ। तर कौलो मेवा गरे म जित्दै चाम्रो मेवा गरे भएर एउटै मेवा हो क्या त्यो हुँदैन। गर्न पर्छ तपाईँ। गाला सुनिसकेको छ साथीहरू। ल हेर्न सक्नुहुन्छ च्यालेन्ज पक्कै पनि यहाँले कम्प्लिट गर्नुभयो जस्तो छ। मैले कम्प्लिट गरिसक्नु भएको छ। ल 500 जितिसक्नु भएको छ हाम्रो सरले। यहाँ खुर्सानी मात्र छ साथीहरू, त्यही पनि मेरो खुर्सानी खाने च्यालेन्ज गरेँ फेरि। पहिला पानी ल्याइदिनु च्यालेन्ज हैन हैन, पहिला पानी खाने, यो खाने अनि खुर्सानी खाने। हाम्रो दिदीले चाहिँ खुर्सानी खान सक्नु भयो। मलाई टिमुर खाएर पिटो भइरहेको छ, खुर्सानी खाएर पिटो भएन। गेम चाहिँ लास्टै रमाइलो भयो त। ल फाइनल भइसक्यो, ल गाइस पनि खुर्सानी खाइसक्नु भयो। ल बाई बाई। कहाँ गयो?
500 रुपियाँ मैले जितेँ भाइ पानी ल्याइदेऊ अब कट गरिदिनु मम्मी